पोखरा महानगरपालिका वडा नम्बर 6 र 7 फेवा मार्गको ओह्रालोमा बुलौदी भन्ने ठाउँमा अत्याधिक दुर्घटना भइसकेपछि पनि जनधनको क्षति एकदम ठुलो भएको कारणले अब हामी चाहिँ सामुदायिक सेवा केन्द्र बैदामले यसको स्थानीय टोल विकास संस्था नुवाटोक टोल विकास संस्थासँग सहकार्य गरी विशेष गरी यस दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ र दुर्घटना भइहाल्यो भने पनि कमभन्दा कम कसरी क्षति कम घटाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सरकारवाला पक्ष पोखरा महानगरपालिका, त्यसै गरी पोखरा महानगरपालिका वार्ड नम्बर 6 र 7, त्यसै गरी सडक विभाग, त्यसै गरी वडा प्रहरी कार्यालय बैदाम, जिल्ला ट्राफिक प्रहरी कार्यालय, अब नारी समाज, यहाँका सामाजिक अभियन्ता, स्थानीयवासी सम्पूर्ण मिली यसलाई कसरी चाहिँ अब थप सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नको लागि आजको यो भेला आयोजना गरिएको म जानकारी गराउन चाहन्छु। पक्कै पनि हामी अत्याधिक दुर्घटना हुने स्थलमै छौँ र यहाँको दुर्घटना कसरी न्यूनीकरण र क्षति कम गर्न सकिन्छ भन्ने विषयमा हामी आफ्नो ठाउँमा सडक विभागले आफ्नो ठाउँबाट कसरी गर्न सकिन्छ लाउनु हो त्यही लाउनु भत्काएर प्लास्टिकको छ नि पानी भरेर के गर्नु सर पानी भर्यो सर के गर्नु सर त्यो फुटाल्दै बालभाइ हो राम्रो अर्को आउँछ सर है त्यही बेलामा के सर है के छ भने पनि नमरो सर पोखरामा मान्छे मर्यो भन्ने सम्झना जाओस्। महानगरपालिकाबाट आफ्नो तत्त जिम्मेवारी कसरी निर्वाह गर्न सकिन्छ भन्ने सम्बन्धमा र तत्काल यो क्षति न्यूनीकरण र हाम्रो चाहिँ जनधनको चाहिँ बढी चाहिँ दुर्घटनाबाट चाहिँ जीव धनकै एकदम ठुलो क्षति भएको चाहिँ अहिले हाम्रो पछिल्लो घटनाले देखाइसकेको हुँदाखेरि अब हामी यसलाई कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा तत्काल गर्न सकिनेलाई तत्काल गरौँ। भोलिका दिनमा बाटो लगायत अन्य सुधार गर्नुपर्ने दीर्घकालीन योजना छन् भने त्यसलाई पनि पहिलो प्राथमिकता राख्न सम्बन्धित निकायलाई भत्काउँ भन्ने हिसाबले आजको यो दुर्घटना स्थलमै बसेर यो छलफल अब यसको चाहिँ अवलोकन गर्ने र यसलाई चाहिँ कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ भनेर नै आज भेला राखिएको हुनाले अब सबैले आफ्नो यस ठाउँको अवलोकन गरेर कसरी दुर्घटना न्यूनीकरण गरिन्छ आफ्नो ठाउँबाट के गर्न सकिन्छ भन्ने विषयमा अब हामी छलफलमा जुटिरहेका छौँ। पहिलो चरणमा हामी यहाँको वस्तुस्थिति निरीक्षण गर्छौँ हामी सबै भएर र एक ठाउँमा बसेर आफ्नो तर्फबाट के गर्न सकिन्छ अहिले तत्काल गर्न सक्ने के छन् भनेर आफ्नो चाहिँ निष्कर्ष निकालेर आजको यो छलफल कार्यक्रम अन्तर्क्रिया कार्यक्रम हामी समापन गर्नेछौँ। मैले यही यहाँबाट आउँछ यहाँबाट कन्ट्रोल भयो भने ठोक्छ हेर्नु न यहाँ हानेका हिसारिएका हेर्नु न सर यहाँबाट टर्निङ छ फेरि अर्को टर्निङ भयो यो खोलेर यो सडकलाई यता सिधा बनाइदिनु पर्यो सिधा होइन दाइ यसलाई सिधा बनाइदियो भने यता फराकिलो हुन्छ क्या होइन सकिन्छ त्यहाँ प्लास्टिक पनि हाल्छ बढी नै हुन थाल्यो भने फेरि फेरि ल दुईटा लिएको नि त मिलेर खा भन्ने यसको तत्कालै गर्न पर्ने भनेको स्पिड कन्ट्रोल गर्ने हो। हरेकचोटिको हामीले यो एक्सिडेन्ट हेर्ने हो भने स्पिडले गर्दाखेरि नै भएको छ। मापसे भने पनि जे भने पनि स्पिडले गर्दाखेरि हो। स्पिडलाई नै कन्ट्रोल गर्ने हो भने यो सुधार गर्न सकिन्छ। तत्काललाई हामीले गर्न सक्ने भनेको स्पिड ब्रेकर राख्न सकिन्छ के भने त्यो रम्बल स्ट्रिप जुन राखेको छ नि यहाँ पहिले त्यसलाई पनि थप्ने त्यो भनेको जरेबाट चोकदेखि नै थप्दै आउने यता पनि यो बराबर पेट्रोल पम्पदेखि नै बर राखौँला त्यसलाई यो गर्न सकियो तत्काललाई। अनि पछिको लागि चाहिँ के गर्न सकिन्छ भने अब यसको सडकको मापदण्ड पनि एकचोटि चेक गर्यो त्यो हामीसँग फेरि हुँदैन यसको मापदण्ड कति हो के हो जग्गाको कस्तो छ व्यक्तिगत जग्गा पर्छ के पर्छ हामीलाई थाहा हुने एकचोटि नापी मालपोततिर नभए महानगरसँग समन्वय गरेर एकचोटि त्यो एकचोटि हेरौँ होइन। त्यसपछि चाहिँ के गर्न सकिन्छ रोडलाई उठाउने जस्तै मैले चाहिँ देखेँ मैले दीर्घकालीन उपाय होइन कि रोडलाई उठाउनु पऱ्यो माथि होइन उठाउने पनि अब कस्तो टाइपको बनाउने सब एकचोटि यो फेरि ट्राफिक स्टडी पनि गर्न पऱ्यो होइन। दीर्घकालीनको लागि चाहिँ ट्राफिक स्टडी गरेर के गर्न सकिन्छ त्यो गरौँ। तत्काललाई चाहिँ स्पिड कन्ट्रोल गर्न कि स्पिड ब्रेकर
के भने रम्बल स्टेट राख्न चाहिँ सकिन्छ। यो चाहिँ सडकबाट चाहिँ त्यही हुने भयो अहिलेलाई चाहिँ है। जीवहरू यहाँ उपस्थित यस भद्रबलाद विजीहरू यस टोल समाजका विभिन्न कार्यालयबाट आउनुभएका सरहरू यो जुन एकदमै राम्रो चाहिँ कार्यक्रम चाहिँ हाम्रो यहाँको टोलवासीहरूले चाहिँ ल्याउनु भएको छ। अब हाम्रो त छरछिमेकमा पनि परियो यहाँ यो वास्तविक चाहिँ यो अहिले मैले चाहिँ देख्दाखेरि अलिकति यो सडककै स्थिति किनभने यो कन्केभ छ यहाँ चाहिँ हेर यसलाई चाहिँ अलिकति दीर्घकालीन सर्ट टर्ममा गर्न सक्ने कुरा त हाम्रो चाहिँ अब अघिको चाहिँ सडक विभागको इन्जिनियर साहबले भनिसक्नु भयो। अब दीर्घकालीन रूपमा गर्दाखेरि चाहिँ करिब त्यो चाहिँ कन्केभ भएको हुनाले चाहिँ त्यसलाई चाहिँ अलिकति त्यसको हाइट नै माथि उठाउनुपर्छ त्यो खोलाबाट त्यो कलभर्टलाई पनि चाहिँ समावेश गराएर यो अलिकति बजेटमै सडक विभागलाई चाहिँ यो हाम्रो जुन सडकको कुराहरू चाहिँ गर्दाखेरि भित्री सडकहरू पोखरा महानगरपालिकाले हेर्ने गर्दछ। यहाँलाई मैले मेरो परिचय साँच्चै म सिनियर इन्जिनियर सुरेन्द्र पौडेल पोखरा महानगरपालिका अहिले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा शाखामा प्रमुखको रूपमा कार्यरत छु। अब हामीले चाहिँ महानगरपालिकाबाट गर्न सक्ने अहिले यो वर्ष चाहिँ हामीसँग बजेटको अभावको कारणले गर्दा यो आर्थिक वर्ष लगभग सकिने पनि लाग्यो। अब हामीले चाहिँ अहिले खासै गर्न सक्ने कामहरू चाहिँ त्यति छैन। अब जुन यहाँले चाहिँ सडक बत्तीको कुराहरू गर्नुपर्छ त्यो चाहिँ हामी आगामी वर्ष चाहिँ यहाँबाट कति नबलेका छन् यो बाटोमा भएका सबैलाई मर्मतको लागि चाहिँ अब हामीले के गर्नुपर्छ त्यो चाहिँ हामी पहल गर्छौँ। वडा अध्यक्षहरू पनि आउनुहुन्छ। अब हाम्रो त्यो महानगरबाट हुने चाहिँ त्यो हुने नै भयो। यो सडक चाहिँ के छ भन्दाखेरि यो सडक विभाग अन्तर्गत नै को सडक हो त्यसले गर्दा सडकको सरहरू पनि यहाँ आउनुहुन्छ। मैले उहाँलाई अघि नै पनि भनिसकेको छु र हामीले चाहिँ एउटै फिल्डको हामी इन्जिनियर भएको हुनाले अघि नै मैले चाहिँ भने म सडक सुरक्षा शाखामै भएको हुनाले तपाईँको के छ भने यसलाई चाहिँ उठाएर दीर्घकालीन यो बजेटै पार्नु पऱ्यो। थोरै बजेटले हुनेवाला छैन। अब यसलाई चाहिँ बरु यो वर्ष हजुरको हुन्न भने आगामी वर्षको कार्यक्रममा राखेर पनि यसलाई चाहिँ यो हाइट उठाउन 1.5-2 मिटर त्यो बुलौदी खोलाको त्यो उठाउने। यसको चाहिँ अघि सरले भन्नुभयो यसको राइट अफ वेको कुरा गर्दाखेरि क्लियर कट यो चाहिँ 15 प्लस सेडब्याक हो। 15 मिटर प्लस सेडब्याक भनेको 2 मिटर हो। अझै त्यो त्यसलाई चाहिँ मापदण्ड क्लियर गर्नपट्टि टोलवासी वडा अध्यक्षज्यूहरूले चाहिँ यसलाई समन्वय गर्नु पऱ्यो। मापदण्डमा अब अहिले हजुरले देख्नुभएकै छ सबैतिर मापदण्डमा भित्र परेका संरचनाहरू हटाउने अभियानै छ। अब त्यसमा चाहिँ 15 प्लस यसलाई मैले फेरि सरलाई निवेदन गरेँ। मापदण्डको कुरा गर्दा यसको चाहिँ हामी आधिकारिक लेखेर दिनुपर्छ भने पनि त्यो हामी दिन्छौँ 15 प्लस सेडब्याकको मापदण्डको कुरा। अब त्यसमा चाहिँ त्यो गरेर अब यसभित्र भरेका संरचनाहरू अहिले तत्कालको लागि चाहिँ स्पिड ब्रेकर नै हो। एउटा कुरा चाहिँ अब के छ भने अब धेरै जसो अहिले हामीले एक्सिडेन्टको चाहिँ हेर्दाखेरि 80% एक्सिडेन्ट चाहिँ दुर्घटनाहरू चालकको लापरवाहीले नै हुने गरेको छ। अब अलिकति त्यसमा त सजग हुनै पऱ्यो। ती अवेरनेसका कार्यक्रमहरू पनि हामीले राखौँ बोर्डहरू पनि राखौँ। अब अघि भन्नुभयो जस्तो चाहिँ त्यो बसन्त बैठकदेखि नै करिब त्यो चाहिँ हाम्रो नारेश्वरको रुखबाटै त्यहाँनिरबाटै चाहिँ तपाईँको चाहिँ अब अलिकति दुर्घटनाग्रस्त क्षेत्र भनेर अलिकति चाहिँ त्यस्ता बोर्डहरू त्यो अवेरनेस दिने बोर्डहरू अब ती बोर्डहरू पनि चाहिँ भयो भने अब अलिकति चाहिँ यस्तो स्टिप स्लोप छ भनेर चाहिँ स्लोप देखाउने कुराहरू ती चिजहरू पनि राखियो भने त्यो पनि अब सडक विभागबाटै गर्नु पर्ला। ती कुराहरू चाहिँ राख्यो भने अलिकति अगाडिबाटै देखिन्छ। अनि स्पिड ब्रेकर त जुन चाहिँ अनि यो लगभग मलाई लाग्छ कि यो तपाईँको चाहिँ यो 6 महिनामा यो चाहिँ चेन्ज गर्नुपर्छ हाइट चाहिँ त्यो रबरको त्यो चाहिँ सडक विभागले त्यसलाई गरेर गर्नुभयो भने यसलाई तत्काललाई चाहिँ त्यो हुन्छ होला। पहिलो त्यो जुन हाम्रो सडक बन्यो त्यो सडक अलि स्पिड पनि भयो ओह्रालोमा आयो स्पिड भयो त्यसपछि फेरि टर्निङ भयो र अलि अगाडि गएपछि फेरि अर्को टर्निङ भएको हिसाबले स्पिड आएको खण्डमा त्यो कतै न कतै ठोकिन्छ त्यो मेरो विचारमा है। र प्लस त्यहाँ क्रसिङ पनि भएको हिसाबले मैले त देखेको त्यहाँ क्रसिङ पनि हटाउनुपर्छ जस्तो लाग्यो। किनभने ओह्रालोमा स्पिड आउँदाखेरि कोही क्रसिङ नहेरेर हिँड्दा पनि ठोकेर दुर्घटना भएको छ। कोही सिधा आउँदा पनि त्यहाँ टर्निङ नपुगेर एउटा टर्निङ बचाउँदाखेरि अर्को टर्निङमा गएर ठोकिएको मैले देख्छु। त्यही भएर मैले देखेको स्पिड ब्रेकर चाहिँ परेबाट ल्याउनुपर्छ। जुन सानो अहिलेको स्पिड ब्रेकर छ त्यसलाई अलिकति बनाएर त्यो पुरै यहाँ उकालेसम्म ल्याउनु पर्ने जस्तो देख्छु। त्यसले गर्दाखेरि स्पिड कन्ट्रोल हुन्छ। अर्को कुरा अब तत्कालको लागि सानो कोनहरू र ठुलो डिभाइडर पाउँछ नि जुन हिलटेकको पाउँछ त्यसमा बालुवा भरेर पनि अहिले तत्काल हामीले राख्न सक्छौँ। त्यसले गर्दा पनि भत्काउनु भन्दा पनि नभत्काएर पनि राख्न सकिन्छ। यदि त्यो बन्द हामीले क्रसिङ बन्द हो भने त्यो क्रसिङमै त्यो राख्दाखेरि अलि उपयुक्त हुन्छ जस्तो देखिन्छ। हस् धन्यवाद। अहिले लाइट त्यहाँ अँध्यारो पनि छ कि राति हामीले अनुभव गरेको ठुलो लाइट त्यहाँ उज्यालो दिउँसोको जस्तो उज्यालो भयो भने त्यसले पनि केही कम गर्छ कि जस्तो लाग्छ मलाई। एउटा क्रसिङ बन्द गरिदिने स्पिड ब्रेकर राख्ने र लाइटको व्यवस्था गरिदियो भने तत्काललाई चाहिँ हुन्छ जस्तो लाग्छ। धन्यवाद है। ल प्रेसिडेन्ट सरले हाम्रो सडकको तर्फबाट हामी स्पिड ब्रेकर राख्ने अरू के गर्नुपर्छ गर्छु भन्नुभएको छ। ज्यादै सराहनीय कुरा छ। ट्राफिक प्रहरी सरले पनि राम्रो सुझाव दिनुभएको छ। सबै सुझावलाई मध्यनजर गर्दै अब स्रोत साधन सम्पन्न भएको पोखरा महानगरपालिका नगर कार्यपालिका कार्यालयको तर्फबाट भोलि हुने कुरा के हो गरौँला। भोलि पुल बनाउनु कुरा दीर्घकालीन कुरा छँदैछ त्यो सल्लाह गरौँला। अहिले तत्काल लागि दुर्घटना न्यूनीकरण उपायको लागि जुन हामीले छुटेका छौँ राम्रो कुरा भएको छ। यो सबै धन्यवाद पात्र हुनुहुन्छ र हामी तपाईँले दिएको रायलाई
पूर्ण रूपमा समर्थन जनाउँछौँ र नागरिक स्तरबाट के कस्तो सहयोग गर्नुपर्छ त्यसको लागि पनि सम्पूर्ण त्यहाँ रूपमा प्रतिबद्ध जनाउँछौँ। र अब यो हाम्रो दुईवटा वडाध्यक्ष हुनुहुन्छ, दुईजना वडाध्यक्ष उहाँ वडाध्यक्षज्यूलाई पनि अब म माइक्रोफोन सुन्न चाहन्छु। उताबाट चाहिँ क्लब उसबाट आउने चाहिँ यो होइन विभिन्न नागरिकहरू मापसे भएर आएर स्पिड बढी अथवा कोही अनिलोमा हुन्छन् होइन, त्यसको कारणले पनि त्यहाँ एक्सिडेन्ट भइरहेको छ। त्यस कारण यसलाई चाहिँ तत्काल समस्या समाधान गर्नलाई मैले देखेको त्यहाँ चाहिँ एङ्गल राखेर एउटा टायरहरू चाहिँ कमसेकम 2टा टायर दियो भने मान्छे गएर पहिला ठोकिने ठाउँमा त्यहाँ अब कमसेकम टायरमा ठोकिएपछि मान्छेको ज्यान दुर्घटनाबाट भइहाल्यो भने पनि मान्छेको मृत्युबाट बच्छ कि भन्ने मेरो एउटा सोच हो। त्यसलाई चाहिँ अहिले तत्काल त्यो गरौँ। अब भोलिको लागि त यसलाई चाहिँ यो हाइट बनाउने कुरा अनि यो त अब दीर्घकालीन अब हामीले वडा प्रहरी कार्यालयको बैदामको नि हामीले कुरा राखेका छौँ, सडकलाई केन्द्रसम्म पुर्याइएको छ। त्यो पनि अब वडा प्रहरी बैदामको नि जीर्ण अवस्था छ, त्यसको पुल्लो यो सँगसँगै दुइटै एउटा चाहिँ अगाडि बढाउनुपर्छ भनेर हामीले भनेका छौँ। अब साथमा त हामीले एउटा समस्या समाधान गर्नु पऱ्यो। यो अब सडकको अहिले डिसिसन बोलाउनु पऱ्यो र के कारणले त्यो चाहिँ राख्न नमिल्ने हो उहाँले भनिदिनु पऱ्यो। होइन भने सडकले राखोस् होइन, त हामीलाई कुनै आपत्ति छैन। नत्र चाहिँ कुनै चाहिँ एउटा स्थानीयबाट कुनै एउटा नागरिकबाट यस्तो गर्छु अथवा मिडियाबाट यो कुरा आइसकेपछि सडकले त्यस्ता कुरालाई अवरोध गर्नुहुन्न भन्ने मलाई लाग्छ। हस्, धन्यवाद। नगरपालिका वार्ड नम्बर 7 को वडाध्यक्ष। आज हामी एकदमै संवेदनशील ठाउँमा बसेर संवेदनशील कुरालाई कसरी समस्याको समाधान गर्न सकिन्छ भने हामी सबै सरकारवालाहरू यहाँ छौँ। अघि हामी यहाँ भनिरहँदा सडकले आफ्ना कुराहरू राख्नुभयो, महानगरपालिकाले आफ्ना कुरा राखिराख्नु र हामी स्थानीय तहकोबाट वडाध्यक्ष 6 को अध्यक्षज्यूले कुरा राखिसके पछाडि यो विशेष गरी यो ठाउँ दिनानुदिन दुर्घटना भइरहेको छ। हामी आज बसिसके पछाडि अब आजको मितिबाट यहाँ थप दुर्घटना नहुनको लागि चाहिँ यो बसाइले चाहिँ अन्तिम निचोड लिएर चाहिँ उठ्नुपर्छ जस्तो मलाई लाग्छ। अघि भनिरहँदा अब सुरेन्द्र सरले महानगरपालिका विपद व्यवस्थापन समिति उहाँले सम्हालिराखे पछाडि विपद व्यवस्थापन समितिमा पैसा छैन अनि छुट उहाँलाई छैन। यो तत्काल भएको कुरालाई के गर्न सक्ने, विपद व्यवस्थापन जुनै बेला पनि विपद पर्न सक्छ, त्यो कुरालाई यो पहिलो प्राथमिकता राखेर चाहिँ हामीले यसलाई काम गर्ने कुरा अघि भनिसक्नु भएको छ। यसलाई उज्यालो बनाउने कुरा, उज्यालो बनाउने कुरामा आज तपाईँहरू यहीँ जुन आयोजकले आयोजना गर्नुभएको छ वडामा आउनु, वडा नम्बर 6बाट वडा नम्बर 7बाट हामी यो ठाउँलाई चाहिँ बत्तीको लागि हामी सिफारिस गर्छौँ र यो उज्यालो बनाउने काम आज र भोलिमै उज्यालो बनाइहालौँ। अब अहिले सडकले चाहिँ यो सडकको बाटो परिरहँदाखेरि चाहिँ हामी अहिले बजेट छैन भन्ने कुरा रहन सक्छ। बजेट छैन भन्ने कुरा रहँदाखेरि एक्सिडेन्ट पर्ने कुरामा चाहिँ बजेट छैन, एक्सिडेन्ट अहिले हुँदैन भन्ने कुरा नहुन छुट छैन त्यो बेला। त्यो भएको हुनाले आजको बसाइले चाहिँ हामी 3 दिनभित्र यहाँ 3 दिनभित्रमा चाहिँ धेरै कुराहरू सुधार हुनुपर्छ। त्यो सुधार हुने कुरामा चाहिँ अघि तत्त जसले बोलिएका कुरा छन्, सडकले बोलेको कुरा सडकले पुरा गर्नु पऱ्यो, महानगरपालिकाले बोलेको कुरा महानगरपालिकाले पुरा गर्नु पऱ्यो, स्थानीय तहले बोलेको कुराहरू चाहिँ बिसिन दायरामा हामी यहाँ छौँ। हामी सल्लाह गरेर चाहिँ हामीले हाम्रो पाटोबाट हामीले गर्ने काम सबै हामी गर्छौँ। आज त्यो पछाडि चाहिँ विशेष गरी अहिले हामी प्रदेश सरकारले बजेट बनाउने कुरामा हामी तत्कालको कुरा चाहिँ हामी समस्या समाधान गरौँ। दीर्घकालको लागि चाहिँ के भन्दा हाम्रो यहाँको माननीयहरू चाहिँ उहाँलाई घचघचाउनुपर्छ। उहाँलाई यो कुराले हामी त्यहाँ गएर भन्न सक्नु पऱ्यो उहाँहरू सबै बजेट आफ्नो क्षेत्रमा लैजाने भने यो क्षेत्र कसले बनाउने हो त? दिनानुदिन दुर्घटना यहाँ हुन्छ। उहाँहरूले पुल बाटोहरू बनाउनुहुन्छ, त्यो जुन पुल बाटोमा एउटा मान्छे सवार गर्दैन हिँड्दैन भने त्यो ठाउँमा पुल आवश्यक कि यो ठाउँमा पुल आवश्यक भन्ने कुरा उहाँले महसुस गर्नुपर्छ। त्यो हुनाले हामीले यी कुराहरू उहाँलाई त्यो ठाउँमा पुर्याउन पनि हामी सक्नुपर्छ। त्यसकारण एकपटक हामी सबै डेलिगेसन उहाँहरू जानु पऱ्यो। तपाईँहरूका बजेट किन यो ठाउँमा किन परेन, यो ठाउँलाई किन तपाईँले ओजेलमा पार्नु भयो भनेर हामी घचघचाउने काम चाहिँ नागरिक समाजले पनि गरोस्। हामी सबै सरकारलाई एकपटक उहाँहरूसँग ध्यान आकर्षण हामीले गराउँ र गराइसके पछाडि एउटा दीर्घकालीन निचोड चाहिँ त्यो बेला निकालौँला। तत्कालको लागि चाहिँ अघि तत्त कुराहरू चाहिँ जसले जे गरिरहेका छौँ ती बोलाउँ। हामी स्थानीय तहको तर्फबाट खेलाउनु पर्ने र यो ठाउँलाई कसरी दुर्घटनाग्रस्त क्षेत्रबाट मुक्त गर्न सकिन्छ त्यसको लागि स्थानीय तह सदैव जसरी ट्राफिकलाई सहजीकरण गर्नुपर्ने कुरा भएन भने हामी विशेष गरी शुक्रबार र शनिबार फेरि दुर्घटना भएको हुनाले हामी ट्राफिकले चाहिँ चेकिङ गर्ने क्रममा नि अहिले मजाले देखिने ठाउँमा आनन्द ठाउँमा गर्नु पऱ्यो। ट्राफिक कुना काप्चामा बस्दिनाले पनि भागाभाग गर्ने कुराले पनि उहाँलाई अलिकति समस्या पनि छ भएको कुरा देखिन्न। ट्राफिक भनेको त मजाले देखिने ठाउँ बसेर ट्राफिक चेक गर्ने कुरा हो। ट्याङ्क हुन्छ नि, ट्याङ्कको पनि कुरा आइरहेको छ भनेपछि ट्याङ्क नै उपलब्ध हुन्छ भने टायरलाई अहिले चाहिँ थोरै चाहिँ पछि राख्ने कि सौन्दर्यीकरण हेर्ने कि अब ट्याङ्क पनि उपलब्ध हुँदैन, मान्छेको जीव जानको पनि सुरक्षा हेर्नु पऱ्यो भने त्यो टायर हेर्ने कि अनि धेरै कुरा के आएछ भने टायर राख्ने हो सुरक्षाको लागि राख्नै पर्ने छ भने राख्ने नै हो, तर अन्तिम विकल्प गरौँ न। सकेसम्म अलिकति चाहिँ सौन्दर्यतालाई पनि ध्यान दिउँ र सुरक्षालाई पनि ध्यान दिउँ। पर्यटकीय क्षेत्रमा छौँ, अझै पनि टायरै चाहिँ मुख्य बाटोमा राख्दा त्यो पनि सोच्ने कि भन्ने कुरा चाहिँ आएको छ। यदि भयो भने सकेसम्म अन्तिम चाहिँ विज्ञ नै हुनु रहेछ। त्यसले गर्दा पनि उहाँसँग सल्लाह गर्दा सामग्रीहरू छन् भने
तत्काल उपलब्ध हुने कुराहरू तत्काल उपलब्ध गराउने र नहुने ठाउँमा टायरै भए पनि भएको ठाउँमा प्रयोग गरेर टायर भए पनि प्रयोग गर्ने कि कस्तो हुन्छ भन्ने हिसाबमा पनि सल्लाह जाउँ न। मैले यहाँ धेरै पटक दुर्घटना भएपछि म एकपटक आएर अध्ययन गर्ने गरेको छु। आज भन्दैछु यहाँलाई, मैले अगाडि गिरिलवाला भाइसँग नि सल्लाह गरेँ, यो टायर भन्ने बित्तिकै हामी किन नतर्सौँ भने त्यो टायरमाथि त्यो रङ लगाइन्छ, पहिलो कुरो सेतो रङ लगाइन्छ। त्यो रङ लगाउँदाखेरि यो हामीले बुरुसले हान्ने रङ लगाइँदैन, त्यो गाडीमा हान्ने ढङ्गले गनबाट रङ हानिन्छ र त्यसपछि त्यो टायरमा टल्कनी एउटा फ्ल्याक्स हुन्छ नि, जुन त्यो फ्ल्याक्सले मोडिन्छ। त्यो फ्ल्याक्सले मोड्दाखेरि त्यो प्लेट बन्छ, फ्ल्याक्स प्लेट भन्छ त्यो। त्यसमा टायरमा स्क्रू सिस्टम गरेर हामीले नटबल सिस्टम गरेर फ्ल्याक्स टाख्न सकिन्छ र त्यो चाहिँ फ्ल्याक्समा के लेखिन्छ भने सवारी बिस्तारै आएको भन्ने खालको त्यो राखिन्छ, जसले गर्दा एउटा फ्ल्याक्स बोर्ड देखेपछि टाढैबाट टल्किन्छ, पहिल्यै चाहिँ सङ्केत गर्छ त्यसले। अर्को के हुन्छ भनेदेखि त्यो टायरमा रङ लगाइसकेपछि तपाईँहरूको सौन्दर्यकरणमा कुनै पनि प्रभाव पर्दैन है। र अर्को के छ भने कथम कदाचित कन्ट्रोल हुन सकेन भने त्यो टायरमा ठोकिएपछि त्यसले स्पन्जको काम गर्छ र त्यसले ब्याक गराउँछ। गराएपछि मैले के मात्र भनेको भने कमसेकम मानिस मर्दै मरेन भने घरको पिँढीको डिलमा कोरको हल्लाएर त खान्छ त्यसले, हामीले मर्नु नदिने हो क्या। घाइतेको हामीले जिम्मा लिने होइन अहिले, किनभने सडक हो, सडकमा जस्ता पनि घटना हुन्छन्। त्यो हुँदा हामीले एउटै कुरो के हो भने मानवीयतालाई ख्याल राखेर मान्छेलाई मर्न नदेऊ भन्ने मेरो उद्देश्य हो। त्यो हुँदा टायरको लागि चाहिँ यहाँहरूलाई मैले जो भनेको छु, अहिले मैले ठ्याक्कै मुखले भन्दाखेरि अरू पुर्याउन नसके नि मैले भने चाहिँ गरौँ, त्यो जुन मिस्त्रीसँग जसरी भनेको छु एउटा। अर्को के हो भने तत्कालीन अवस्थामा मैले यो उपाय किन अवलम्बन गर्न खोजेको भने मसँग त पैसा छैन, म त कुनै साधन स्रोतको त होइन, म कुनै निकाय पनि होइन, म मात्र गण्डकी प्रदेशमा ट्राफिक भोलिन्टियर गर्दै सञ्चार क्षेत्रमा लागेर आएको मान्छे म। त्यो हुँदाखेरि केही न केही विकल्प खोज्नुपर्छ भनेर मैले टायर चाहिँ मैले जहाँबाट ल्याउन सक्छु, किनभने म विगतमा टायरकै अध्यक्ष भएको जमानामा हेर्नुहोस् पोखराका टायर सबै दिन्छु म। यहाँका सरकारी कार्यालयमा टायर थुप्रो छन्, ती टायर मागेर पनि ल्याउन सकिन्छ, खर्चै नहुने। रङ हान्ने खर्च हुन्छ, फ्ल्याक्स बोर्ड बनाउँदा खर्च हुन्छ र त्यो ग्रिल जुन ल्याएर त्यो एङ्गल गाड्दाखेरि पनि खर्च हुने हो, त्यही हो खर्च। सिमेन्टी बालुवा खर्च न्यून खर्चमा अधिकभन्दा अधिक मानिसको ज्यान जोगाउने उपाय मात्र अवलम्बन गर्न भनेको। अब 43 वर्ष भनौँ न, विगत 43 वर्षदेखिबाट मैले चाहिँ यहाँ यो चाहिँ अनुभव गरिरहेको विषय हो। यहाँ चाहिँ 50-55 जनाभन्दा बढी मान्छेहरू यहाँ डेथ भएको छ। हामीले अहिले जति छलफल गऱ्यौँ एकदम सकारात्मक छ, तर यो छलफललाई चाहिँ दुई बाटोमा डिभाइड गर्नुपर्छ जस्तो लाग्छ मलाई। एउटा नर्मल अवस्थामा, अर्को एबनर्मल अवस्थामा। यहाँ भइरहेको चाहिँ नि दुर्घटना खास गरिकन एबनर्मल अवस्था र टाइम, यो दुईवटा कुराहरू छ। यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्न सकिन्छ, अन्य कुराहरू त नर्मल अवस्थामा भएको जस्तो मैले फिल गरेँ। अब त्यसो भएको कारणले यो कुरालाई पनि राति 11 बजेपछि हुने दुर्घटनालाई न्यूनीकरण गर्नको निम्ति यो बाटोलाई चाहिँ नि डाइभर्सन अन्तैबाट चाहिँ कहीँ गर्ने कि फेरि ठुला दुर्घटना छ, सवारीहरू दुर्घटना छैनन्, साना सवारीहरू दुर्घटना छन्, स्पेसल्ली स्कुटी र मोटरसाइकलहरू। यो कुरालाई चाहिँ हामीले अलिकति ख्याल गर्न सकियो मात्रै भने पनि यो दुर्घटनाबाट बच्न सकिन्छ। अरू कुराहरू लाइटका कुराहरू अनि त्यसपछि गाडी नम्बर हिँड्दैन कि यस्तो अल्छी छ कि